अब अहिले यो उनीहरूको काश्मीरको कुरा चाहिँ 1957-47 सालदेखि भारत स्वतन्त्र भएदेखि पाकिस्तान र भारत बाँडिएपछिदेखिको समस्या हो। 5-6वटा लडाइँ भइसके अहिलेसम्ममा। यो समय 5वटा कि 6वटा भइसक्यो। त्यस कारणले अब यो बेला बेलामा यो भइरहन्छ। तर मेरो विचारले नेपाललाई डाइरेक्ट असर पर्ने केही पनि होइन। अब भोलि पर्सि लामो भयो, लडाइँ लम्बियो भनेदेखि अलिकति आर्थिक रूपले यहाँ आउने सामानहरूमा केही तलमा त्यो त मलाई लाग्दैन त्यसको पनि त्यति प्रभाव पर्छ। अब भारतमा धेरै लडाइँ लामो भयो भने अलिकति महँगो पर्ला, यहाँ आउने सामान महँगो होला। अरू खालको हामीलाई त त्यही फरक त पर्दैन। अलिकति अब चाइनाको कुरा छ। चाइनाले पनि पाकिस्तानको आजको मैले अघि उसको रियाक्सन हेर्दाखेरि खालि रिग्रेट गरे छ यो भारतले यसरी गरेकोमा। त्यसलाई के भन्छ, त्यो रिग्रेट भन्ने शब्द प्रयोग गरेको छ होइन। त्यो बाहेक चाइनाले पनि अब भारतसँग पनि टोटल्ली उ गर्न सक्दैन। उसको धेरै ठुलो इन्ट्रेस्ट छ, अहिले बढिरहेछ। अहिले उसैले पनि बोर्डरको सिचुएसनलाई उ गर्दैछ, सुधार्न खोज्दैछ लद्दाखमा भनौँ न उनीहरू। त्यस कारणले मेरो विचारले भू राजनीतिक त्यस्तो प्रभाव खास यहाँ पर्दैन। भू राजनीति भन्ने बित्तिकै हामी भारत र चिनको कुरा आउँछ। पाकिस्तान त हाम्रो धेरै परको, हाम्रो बोर्डरै पर्दैन। चाइना र इन्डिया मात्रै हाम्रो बोर्डर हो। यो दुईवटा मुलुकको कुरा हो। अब भारतसँग अब सम्बन्ध हाम्रो आफ्नै खालको छ। त्यसमा भारतले गुहार्ने कुरा आउँदैन, लडाइँमा भाग लिऊ भन्ने कुरा आउँदैन। अब अहिलेसम्म उसले सोधे पनि छैन। चाइनासँग वार हुँदा पनि भएन, पाकिस्तानको सँग 3टा वार भइसक्यो, हामीलाई त्यसरी गुहारेको छैन भाग लिइदेऊ भनेर। त्यस कारणले त्यो सम्भावना छैन केही पनि। अहिले लङ टर्मको लडाइँ भयो भनेदेखि केही न केहीमा महँगी बढ्ने हुन्छ, सामान कमी हुने हुन्छ। त्यो चाहिँ धेरै परको सम्भावना हो। अहिले तात्कालिक मेरो विचारले त हामीलाई त्यत्रो, हामीलाई धेरै राम्रो, हाम्रो नेपालको अवस्था धेरै राम्रो अवस्थामा छ। हाम्रो बुद्धि पुग्यो भनेर फरेन पोलिसी, परराष्ट्र नीति ठिकसँग चलाएर नेताहरू अलि उत्ताउलो नभइकन राष्ट्रवादको चर्को नारा नलाइकन गऱ्यो भने त हामीलाई त कसैले छुन्छ र। दुईतिरबाट एकदम सेक्युर छ हामी। चाइनालाई पनि प्रोभोक नगर्ने, केही पनि नगर्ने, उसको उता भारतलाई पनि ठिकसँग राख्यौँ भने नचाहिने कुरामा उचालिन्छौँ, बेला बेलामा नयाँ इस्यु उठाइदिन्छौँ होइन। त्यसले गर्दाखेरि अब यो सम्बन्ध अलिअलि चिसिएको हुन्छ। अरू किसिमले त हामी त धेरै सुरक्षित छौँ। हामीलाई पाकिस्तान र इन्डियाको पहिले पनि प्रभाव परेन, अहिले पनि पर्दैन। अब हेर्नु, यो सार्क भन्ने शब्द प्रयोग गर्नुभयो। म त सार्कको काम लाग्दैन भन्ने मान्छे हुँ। मैले 25-30 वर्षदेखि कति आर्टिकल लेखेको छु, कति ठाउँमा सार्क भन्ने यो रिजनमा कामै लाग्दैन। यो एउटा वाहमा बाहिरको हल्लाले गर्दाखेरि उनीहरू लिएको सन् 1985मा यसको सुरुवात गरेको हो होइन। बङ्गलादेशले प्रस्ताव ल्याएको हो त्यसमा। तर यो रिजनको क्षेत्रको जुन बनावट छ, जुन द्वन्द्व छ, जुन मनोविज्ञान छ, त्यो कामै लाग्दैन यहाँ। त्यो क्षेत्रीय सहयोगको अवधारणा यो रिजनमा काम लाग्छ। जबसम्म भारत त्यत्रो ठुलो मुलुक बिचमा छ, साना मुलुकहरू जहिले पनि सशङ्कित हुने। अनि अब पाकिस्तानसँग त जहिले पनि कन्फ्लिक्टै छ। त्यसले गर्दाखेरि आज सार्कै मरणा अलमोस्ट डेड भइसक्यो भन्दा पनि हुन्छ होइन। उही मान्छेले भन्न सक्दैन यो के भएको छ अरे सारमा, के तातो सारो केही पनि भएको छैन अहिलेसम्म। खालि मिटिङ हो, सालमा एकपल्ट मिटिङ, 2-3पल्ट मिटिङ हुन्थ्यो। सानो के प्रोजेक्टहरूमा अलिअलि काम हुन्थ्यो, त्यो पनि केही पनि छैन। गर्दाखेरि सार्कमा यो त्यो धेरै ठुलो कुरा छ। अब त्यस कारणले समस्यामूलक कुरा हो यो। सार्कको नेपाल अहिले अध्यक्ष भए पनि अब सार्कको कति वर्ष भइसक्यो, हुनिसकेको छैन होइन। सुशील कोइराला प्राइम मिनिस्टर भएको बेला भएको भनेपछि 10 वर्ष। अनि त्यो सार्क के छ भन्नु। अब त्यस कारणले त्यो के हामीलाई फरक पर्दैन। हामी पाकिस्तानसँग पनि अब मित्रता छँदैछ। अब तर भारतसँगको कस्टमा चाहिँ पाकिस्तानसँग हुन सक्दैन, किनभने हाम्रो त डाइरेक्टसम्म भारतसँगै हो नि। सिमाना सबै जोडिया छ, सबै खुला सिमाना छ। त्यो गर्दाखेरि त त्यो सम्भावना छैन। तर पाकिस्तानसँग पनि हाम्रो औपचारिक सम्बन्ध भएको हुनाले अब हामी त न्युट्रल बस्ने, द्वन्द्व बन्द गर्नुहोस्, हाम्रो हो शान्ति कायम गर्नुहोस् भन्नु बाहेक अरू उपाय केही छैन। पाकिस्तानसँगको प्रब्लम होइन हाम्रो, चीन र भारतसँग मात्रै प्रब्लम हो। अब आफूले प्रब्लम आफूले सिर्जना गर्छौँ कहिलेकाहीँ, त्यही मात्रै हाम्रो समस्या हो। सबभन्दा ठुलो कुरा चाहिँ यो देशको विकास गर्ने शान्तपूर्व आराम। यदि यत्रो मुलुक छ संसारमा, हल्लाखल्ला मारामार छ, हामी आनन्द छौँ, हाँसिरहेका छौँ, खुसिरहेका छौँ। अलिअलि कराउँछौँ, सरकारले गर्दैन, यो गर्दैन, भ्रष्टाचार भनेर उफ्रिन्छौँ हर्छौँ। त्यो बाहेक त त्यो नेता अलिक ठिक भइदिएर, पार्टी ठिक भइदिएर सरकार राम्रो चलिदिए त केही पनि समस्या छैन। अलिअलि
यहाँको विकास गरिदिए, जनतालाई राहत दिए होइन। त्यस कारणले यो जस्तो संसारमा मुलुक तर अहिले त म यसो हेर्दाखेरि त हामी जति त आनन्द त कोही पनि छैन, सुरक्षित छौँ हामी। अब चाइनाले आएर चाहिँ मिलाउला भन्ने छैन, इन्डियाले पनि आएर चाहिँ नेपाललाई चाहिँ लगेर जोड्ला भन्ने पनि छैन। त्यो हाम्रो अवस्थै होइन, हाम्रो आफ्नै इतिहास छ, सभ्यता छ, संस्कृति छ, त्यो हुने होइन। खालि हाम्रो राजनीतिले गर्दा कहिलेकाहीँ उतार चढाव हुने कुरा हो। त्यो कम भइदियो भने केही पनि हुँदैन। त्यस कारण हामी धेरै ढुक्क भएर बसे हुन्छ। अब यो चलखेल गर्छ, अब गरी यहाँको नेताले पोलिटिसियनले भन्ने कुरा चलखेल गर्न दिएपछि उनीहरूलाई मन परायो भने चलखेल गर्न आऊ भन्ने, आफूले निम्ता दिने, अनि आउने अनि पछाडि चाहिँ आफूलाई मन नपरेपछि लो राष्ट्रवादको नारा दिएर भारतले यसो गरौँ भन्ने। अब त्यो यहाँको त्यही छ राजनीति। त्यस कारणले त्यसलाई सन्तुलित भएर राम्ररी आफ्नो भारत नेसनल इन्ट्रेस्ट, राष्ट्रिय स्वार्थलाई मात्रै अगाडि बढाउने काममा लागे के पनि हुँदैन। उतालो नभइकन विकासमा ध्यान दिने, आफ्नो देशको विकास, यहाँको गतिशील बनाइदिने, आर्थिक अवस्थालाई सुधार्ने, अनि हाम्रा उत्पादनलाई बढाउने, अनि भारतमा जाने बाहिर जाने बनाउने। अब केही छैन, अनि केही गर्यो भने केही चर्का स्वरले उठाइदियो, कहिले नक्साको कुरा उठाइदियो, कहिले कहाँको कुरा उठाइदियो, उटपटाङ कुरा बोलिदियो, उसलाई हिट गर्ने कुरा। अब ओलीजीले कतिपल्ट पहिले भाषण गर्दाखेरि कसो त भन्नुभएको छ उहाँले त, कहिले अयोध्याको कुरा हाम्रै थियो भन्नुभएको छ, कहिले चाहिँ भारतको त्यो झन्डाको कुरामा चाहिँ सत्यमेव जयते होइन सिंहमेव जयते भनेको छ। त्यसो हिट गर्ने क्या उनीहरूको सेन्टिमेन्टलाई, उसलाई हामी पनि संयमित हुनु पऱ्यो नि बोल्दा। त्यस कारण त्यो बाहेक हाम्रो समस्या छैन। आनन्दले बस्ने, विकास गर्ने, देश विकास सबभन्दा ठुलो कुरा। त्यहाँ ध्यान दियो भने यो फरेन पोलिसी दुईवटा मुलुकमा अब भारतसँगको सम्बन्ध आफ्नै खालको हुन्छ, चीनसँग र भारतको तुलना हुँदैन। 80% भारतसँग हाम्रो सम्पर्क धेरै छ, चीनसँग छैन। त्यस कारण चीन हाम्रो मित्र हो, त्योसँग राम्रै सम्बन्ध हुनुपर्छ। तर भारतको दाँजोमा बराबर गर्छु भन्नु मिल्दैन। अहिले समग्रमा भन्नुपर्दा अहिलेको द्वन्द्वले गर्दा राम्रो हुँदैन, क्षेत्रमा अलिकति यो अराजकता जस्तो भयो, अलिकति डिस्टर्ब हुन्छ, यो खलबलिन्छ। तर त्यो अर्कै कुरा हो, तर हामीलाई डाइरेक्ट प्रभाव चाहिँ पर्दैन भन्छु।